बुढा उठ त हैन के भयो आज त बुहारी हेर्न जाने भनेको हैन ए ल ल उठ अरे दिन त सधैँ एकति चढे उठ्दैन उता उठ्न पर्यो नि त नि आज बुहारी हेर्न जाने भने के हो बुढा मलाई हेर्न नि यस्तै बिहान बिहान उठ्थ्यो क्या तपाईँ नहेरी किन बिहा गरेर त यस्तो अहिले म हालतमा छु नि छोरालाई त राम्रो बुहारी गरिदिनु पर्यो नि ए मजाक नगर्नु ल म छोरालाई उठाएर आउँछु हजुर रेडी हुँदै गर्नु ल बाबु घनश्याम उठा आज तिमीलाई बुढी हेर्न जाने होइन ए मम्मी म घनश्याम होइन के बाबुलाल हो यो मम्मी खालि झुकिनुहुन्छ तिम्रै बाबुले जुम्लिया पाएर त हो नि अहिले आफैलाई चिन्न गाह्रो पर्छ बाबु घनश्याम उठ न आज बुहारी हेर्न जाने भने होइन हजुर मम्मी उठ्यो के म आज बुहारी हेर्न जाने भनेको राम्रो त देखिनु पर्यो नि राम्रै हुन पर्यो बुहारी हेर्न जाने भने आज यो घनश्यामीलाई केटी हेर्न जाने भने म पनि यसो राम्रो भइदिन पर्यो राम्रो लुगा लगाए आज फेरि बुढी हेर्न जाँदैछस् फेरि त्यस्तै तोर्पे भएर जालास् हुन्छ म राम्रै हुन्छु अहिले फेरि त्यहाँ केटी हेर्न जाँदा यसो दायाँ बायाँ नगर्ने फेरि शङ्का लिन्छन् फेरि शङ्का बुझिस् नि घनश्याम त्यहाँ गएर फेरि यसो दायाँ बायाँ चाहिँ गर्ने जस्तो एकदम नर्मल बिहेभियर देखाउने बुझिस् हुन्छ बुवा बाबुहरू निस्किया लु 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 जुम 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 हिँड्नु है घनश्याम जाम जुम त नि जाम छोरी अहिले फेरि त्यहाँ केटाहरू आउँदाखेरि चाहिँ केही पनि थाहा चाहिँ नहोस् है त्यस्तै राम्रो नर्मल बिहेभियर गर हजुर हस् भयो म त्यस्तै गर्छु ल A few moments later. दर्शन हजुर दर्शन आरामै हुनुहुन्छ आरामै हुनुहुन्छ आउनु न आउनु भित्र आउनु खै त बाबुहरू के बाबुलाल ओहो बुवा दर्शन बाबु चाहिँ घनश्याम नमस्ते बुवा ऊ चाहिँ मेरो धरम पत्नी नमस्ते हजुर नमस्ते सबैजनालाई ल आरामैसँग आइपुग्नु भयो ल आउनु बसौँ अब बस सजना अनि बाबुले काम चाहिँ के गर्नुहुन्छ बाबुले दिसभरि खेलाउँछ मस्त भाइले त दिसभरि बच्चा खेलाउँछ चाइल्ड केयरमा काम गर्छ होइन र मैले चाइल्ड केयरमा गर्छु अनि नानी कता छिन् त नानी चम्कौली पानी लिएर आऊ अनि हजुरलाई के भएको नानी हुनेवाला जैसा यता आउनुहुन्छ ए म त झुक्किरा ल्याउनु थ्याङ्क यू अनि छोरीले के गर्छु त नि मैले म त फेसन डिजाइनिङ पढ्छु अनि बाबु तँलाई कस्तो लाग्यो त नि नानी उनी पनि एकदमै राम्रै छिन् मलाई पनि एकदमै मन पर्यो अनि छोरीलाई हुनेवाला चाहिँ कस्तो लाग्यो त नि यति भएपछि हाम्रो नाता पनि जोडियो है त ल लाई त सम्झेपछि अब बिहेको पनि तयारी गर्नु पर्यो घर पुगेपछि एकखाल फोन चाहिँ गरिदिनु है त ए ल त नि सम्झेछु हामीले पनि अब बिहेको तयारी गर्नु पर्यो ल पुग्ने बित्तिकै खबर गरिदिनु है त ल Go.